एउटा राजालाई फालेर अहिलेको हजारौं छोटे राजाहरूको चर्ती कला देखेर नै अहिलेको जनताहरू आक्रोशित भएका छन्। यो भीड हैन, यो आक्रोश हो। जनताहरूको नेताहरूप्रतिको आक्रोश, यो सरकारप्रतिको आक्रोश र गणतन्त्रको नाममा लुट मचाउनेहरूप्रतिको आक्रोश, तिनै तहलाई कार्यकर्ता भर्ती केन्द्रको रूपमा प्रयोग गर्नेहरूप्रतिको आक्रोश र यो आक्रोश हो देशलाई दिनदिनै ऋणमा डुबाउनेहरूप्रतिको आक्रोश। त्यसैले अहिले आक्रोशित जनताहरू फेरि राजतन्त्र माग गरिरहेका छन्। अस्ति यही जनताहरू हैनन् जो ढुङ्गा मुढा खाएर पनि गणतन्त्रको लागि आन्दोलन गरेको, अनि आज किन त्यही जनताहरू गणतन्त्रको विरोध गरिरहेका छन्, राजतन्त्र माग गरिरहेका छन्? नेताहरूले समयमै सोच्नु पर्ने अवस्था आएको छ। प्रदेश खारेज गरी संघीय संरचनालाई परिमार्जन गर्नुपर्ने अवस्था आएको छ। यस यतिका खर्च राज्यले धान्न सक्दैन। त्यसैले समयमा विचार गरौँ।